बेबी उठेर एक्सर्साइज गर्न सुरु गर्दै हुनुहुन्छ। बिहानै उठेर एक्सर्साइज गर्दै हुनुहुन्छ है। फुलहरू पनि एकदमै राम्रो सप्रिरहेछ है, राम्रो देखिरहेछ। पानी परिरहेछ। अहिले त मलाई चाहिँ यो बर्सातको समय चाहिँ एकदमै रमाइलो लाग्छ क्या, पानी पर्छ होइन। अनि यहाँ यो गाडी चाहिँ हिजैदेखि नै आएको, यो डिलरको ड्यु डिलरको गाडी ट्रक हिजैदेखि नै आएको। पानीले गर्दाखेरि यस्तो अवस्था छ है, हेर्नुहोस् त एकदमै धुम्मिएको पनि छ। पानी चाहिँ परिरहेछ, रमाइलो देखिरहेछ है। यहाँ ड्रागन पनि फुलिरहेछ है, हाम्रो चाहिँ ड्रागन फुल रमाइलो गरी नै फुलिरहेछ। यहाँ थोरै आफूले खानको लागि होस् भनेर रोपेको हो, राम्रो भइरहेछ। धेरै यो चाहिँ कस्तो हुन्छ भने यहाँ चाहिँ फुलिरहेछ, राम्रो भइरहेछ। यहाँ तल चाहिँ नसप्रेको चाहिँ यसरी पहेँलो भइहाल्दो रहेछ क्या यसरी। यो चाहिँ नसप्रेको, यहाँ पनि थुप्रै थियो, 9-10वटा नै थियो यहाँ निस्केको थियो, सबै झरिहाले। यिनीहरू चाहिँ नसप्रेकाहरू हुन्, सप्रेको चाहिँ यहाँ फुलिरहेछ। अब कस्तो कत्रो फल्दो रहेछ र कस्तो फल्दो रहेछ। एउटा चाहिँ पिङ्क कलरको र एउटा चाहिँ व्हाइट कलरको हुँदो रहेछ। यो चाहिँ खै मलाई पनि थाहा भएन, पहिलोचोटि हो नि त यो। अनि त्यो यी दाना हेर्नुहोस् भनेर देखाउँदै हुनुहुन्छ है बेबीले। हजुर, यो त फुलेको मात्रै हो बेबी, फलेको होइन। उयो फल लागेकै छैन, फुलेको मात्रै हो। हजुर, अनि मकै पनि छ है यहाँ चाहिँ। मकै, हरियो मकै खान चाहिँ मलाई एकदमै, मलाई मात्र नभएर हाम्रो फ्यामिली सबैलाई मनपर्छ होइन। छुनु हुँदैन बेबी, यो झर्छ। अनि यो चाहिँ यति चाहिँ रहेको छ। अब यो झरिहाल्ने हो कि रहने हो थाहा छैन। अनि यहाँ सुपारी पनि सानो थियो, यसलाई चाहिँ छाडिदिएको। सानो थियो, मन परेर छाडेको। यो घर बनाउँदाखेरि सबै बिरुवाहरू खेलेको नि त, कागती थियो, अरू चिजहरू थुप्रै लिचीहरू थियो होइन। तिनीहरू सबै काटिदिएको। यसलाई चाहिँ माया लागेर राखिराखेको, यत्रो भइसक्यो। फल्न चाहिँ अब अझै लाग्छ, निकै वर्ष लाग्छ, तर निकै ठुलो भइसक्यो। अनि यहाँ यो चाहिँ कोनोकोप्रा भनेर भन्छ, यसलाई चाहिँ डिजाइन दिनु भनेर बनाइराखेको। तल्लो चाहिँ भएको छ, माथिल्लो चाहिँ डिजाइन निकाल्नु भनेर राखी छोडेको। तर यहाँ चाहिँ चराको गुड छ कि यहाँभित्र चाहिँ, यहाँभित्र चराको गुड छ, त्यसैले गर्दाखेरि चाहिँ माया लागेर। यहाँ माथि छ नि, देख्नुभयो नि हजुरहरूले, हेर्नु त हो यहाँ चरा जहिले बेलुका बिहानै आउँछ होइन, यहाँ बस्छ। दिउँसो चाहिँ हुँदैन, बिहान बेलुका चाहिँ। अनि माया लागेर छोडिराखेको, यो चाहिँ मिलाउनु पर्यो।